यस क्षेत्रमा अलिकति पछाडी छ। आज पनि यसै नगरपालिकाका विभिन्न बालबालिकाहरूले शिक्षा, स्वास्थ्य आदि जस्ता सुख सुविधाहरू प्राप्त गर्न सकिरहेका छैनन्। अझ कति बालबालिकाहरू त बाल हिंसा, बाल विवाह अथवा विभिन्न यातनाहरूबाट पीडित छन्। त्यस्ता बालबालिकाहरूको समस्या समाधान गर्नका लागि नगर बाल सञ्जालको उपस्थिति नभएको त होइन। 2080 सालमा गठित नगर बाल सञ्जाल हाल असक्रिय अवस्थामा छ जस्तो मलाई लाग्छ र यसको पुनर्गठन भने पनि भएको छैन। यदि नगर बाल सञ्जालको पुनर्गठन हुने हो भने अन्य बालबालिकाहरूलाई पनि यस क्षेत्रमा आएर योगदान दिने अवसर प्राप्त हुन्छ र विभिन्न क्षेत्रभित्र रहेका बालबालिकाहरूका समस्यालाई पहिचान गरी समाधान गर्ने काम नगर बाल सञ्जालको मात्र नभएर वडा स्तरीय बाल सञ्जालको पनि हो। तर शिवसाक्षी नगरपालिकाभित्र रहेका 11वटा बाल क्लब 11वटा वाडामध्ये करिब 2वटा वाडामा मात्रै वडा बाल सञ्जालको उपस्थिति छ। अन्य वाडाहरूमा बाल सञ्जाल छैन। यो एक मुख्य समस्या हो र यस समस्यालाई समाधान गर्नका लागि मेयरज्यूका के धारणा छन्, नगरपालिकाहरूले आगामी दिनमा कस्ता योजनाहरू ल्याउने गर्छ भन्ने मेरो प्रश्न रहेको छ। धन्यवाद बहिनी रिजा नेपालजीलाई। र खास गरेर हामीले कमल गाउँपालिका कन्कै नगरपालिकामा पनि हामीले बाल मैत्री शासन चाहिँ युक्त नगरपालिका घोषणा गरेको थियो। घोषणा सभामा म आफै पनि उपस्थित भएको छु र मैले त्यहाँ पनि केही महसुस गरेको छु भने हामीले बाल मैत्री नगरपालिका घोषणा गर्दा गर्दै त्यहाँ एक दुईवटा क्वेसनहरू जसरी अहिले बहिनीले उठाउनु भयो त्यसरी नै उठाए। मेरो साथी, म यहाँ बोलिरहेको छु, मेरो साथी पर खोलाको बगरमा गिटी कुटिरहेको छ भन्ने कुरा उठ्यो। त्यसकारण हामीले घोषणा गर्नु मात्र ठुलो कुरा होइन रहेछ, हामीले त्यसलाई व्यवहारिक रूपमा बलियो ढङ्गले त्यसलाई हामीले यो बन्ध्याकरण शिविर चलाउने भनेर हामीले बजेटिङ गर्ने व्यवस्था गर्दैछौँ। धन्यवाद। अहिले नगरपालिकाको सबैभन्दा ठुलो चुनौती कुकुर नै हो त? कुकुर त होइन, तर यहाँ किसानहरूले यो ससाना किसानहरू चाहिँ छन्। ससाना हाम्रा एउटा दुईटा बाख्रो पालेको हुन्छ, कुखुरा पालेको हुन्छ, सुँगुर पालेका हुन्छन्। ती कुराहरू एउटा किसानको 2000 रुपियाँ पर्ने 3000 रुपियाँ पर्ने बाख्रो खाइदियो भने पनि यहाँ शिवसतासी नगरका किसानको लागि त्यो ठुलो कुरा हो। त्यसकारण पनि यो आवाज उठिरहेको छ र वर्षै पछि हामीले 5 लाख रुपियाँ छुट्याएर सामुदायिक कुकुरलाई हामीले मार्न नहुने भएको हुँदा अहिले पशु अधिकारको कुरा पनि आउँदाखेरि हामीले बन्ध्याकरण गर्ने र किसानहरूलाई त्यहाँ चाहिँ बाख्राहरू, सुँगुरहरू, कुखुराहरू टोकेर मारेमा त्यसको चाहिँ हामी कम्तीमा थोरै भए पनि नगरपालिकाबाट राहत गाउँपालिकाहरू बाँदर आतंक, हात्ती आतंक, कुकुर आतंक होइन। यहाँ चाहिँ कुकुर आतंक पनि छ र हात्ती आतंक पनि यहाँ ठुलो मात्रामा छ। हात्तीले यहाँ यो गत वर्ष हाम्रो धेरै धनको पनि जनको पनि क्षति गरेको छ। हामीले हात्तीको चाहिँ ले विनाश गरेको मात्र म आफै रातभरि कुदेको धेरै ठाउँमा चाहिँ मैले पनि मसँग अहिले पनि त्यो मसँग त्यो प्रमाणहरू छ र हात्ती आतंक पनि यहाँ ठुलै छ। र यो एउटा यो हाम्रोसँग जोडिएको एउटा माथि सानो जङ्गल छ, त्यो जङ्गललाई कन्जर्भेसनको रूपमा त्यसलाई चाहिँ एउटा चाहिँ रूपमा लानुपर्छ भनेर मैले सल्लाह सुझाव पनि दिएको छु। र हामीले चाहिँ त्यो जङ्गललाई हस्तक्षेप गरेको हुँदा पनि मानवीय बस्तीहरूले मानवले चाहिँ त्यो जङ्गललाई हस्तक्षेप गरे हुँदा हात्तीहरू यता बाहिर निस्किने हुँदाखेरि त्यसलाई एउटा चाहिँ निकुञ्जको रूपमा लानुपर्छ भनेर मैले सल्लाह सुझाव पनि दिएको छु। र हामीलाई पहिलो हाम्रो हात्ती आतंक हो, दोस्रोमा हाम्रो कुकुरको पनि के आतंक छ, किन सानो पुँजी भएको किसानलाई त त्यो बाख्रा मर्यो भने पनि ठुलै हुन्छ, कुखुरा मर्यो भने पनि ठुलै हुन्छ। त्यसकारण यो आवाज पनि बुलन्द रूपमा उठेको छ भन्ने कुरा। अब जस्तो हरेक क्षेत्रमा एउटा विकासको मास्टर प्लान योजना कार्यक्रमहरू हुन्छ। स्थानीय सरकार जनताको सरकार, जनतासँग तपाईँको पहुँच छ, प्रभाव छ, जनताले पनि स्थानीय सरकारसँग आएर सबै गुनासोहरू राख्न थालेको छ पछिल्लो समय। किनभने स्थानीय सरकार र जनताको बिचको सम्बन्ध नगरवास्तवमा देखिरहेको छ। किनभने केन्द्रीय सरकारले प्रदेश सरकार नगरेका स्थानीय सरकारले मेरो साहबको आफ्नै ठाउँमा यहाँ भूमिका होला। मेरो प्रश्न कहाँनिर भन्दा शिक्षा आदिको आवश्यकता छ। यो नगरपालिकामा गुणस्तरीय शिक्षाको अवस्था के छ र साँच्चीकै तपाईँले आफ्नो कार्यकालमा अब तपाईँको त अब 2 वर्ष मात्रै बाँकी छ, अर्को तालिम पनि तपाईँ दोहोऱ्याउन पाउनुहुन्न, पाउनुहुन्छ होइन?
तपाईँले अब मैले कि त तपाईँ कविता दोहोऱ्याउनु होला होइन मेरो भनाइ चाहिँ तपाईँ सांसदै गर्नुहोस् भन्ने अनुरोध हो किनभने सांसद गर्नु त्यो सदमा जानुहोस् भन्ने मेरो अनुरोध हो किन भन्दा त्यो किसिमको तपाईँको क्वालिटी छ लिडरसिप छ अब तपाईँ दोहोऱ्याउनु भयो नगरपालिका फेरि पनि मेयर बन्न सक्नुहुन्छ तर मेरो प्रश्न कहाँनिर भन्दाखेरि शिक्षा निःशुल्क तपाईँ कार्यकालमा गर्न सक्नुहुन्छ निःशुल्क क्या जस्तो बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरूलाई पनि निःशुल्क गर्ने अहिले सबैभन्दा ठुलो चुनौती हामीसँग शिक्षाको क्षेत्रमा रहेको छ शिक्षा सङ्घीय सरकारले पनि हेर्ने गरी र धेरै शिक्षक साथीहरूले पनि अहिलेको तपाईँले आन्दोलन देखिराख्नु भएको छ हामी चाहिँ स्थानीय तहको चाहिँ भित्र रहेर काम नगर्ने भन्ने आन्दोलन पनि चलिरहेको छ र त्यसकारण यसमा अलिकति दुविधा पनि छ र चाहिँ हाम्रो संविधानले चाहिँ निःशुल्क शिक्षाको परिकल्पना गरेको छ तर हामीले त्यो परिकल्पना अनुसार हामीले शिक्षा हाम्रो प्रदान गर्न हामी